बुवा, सारा जीवन मैले हरेक पुकारको मान राखे, सम्मान, कर्तव्य र युद्धको लागि। तर आज भाग्यले मलाई केही यस्तो दिएको छ जुन मैले कहिले खोजेको थिइनँ। एउटा छोरी, आँधीबाट टाढा एउटा सानो जीवन। मलाई सर्वपिताहरूको शक्ति दिनुस् ताकि म एउटा अन्तिम युद्ध लड्न सकौं, एउटा अन्तिम शत्रुलाई हराउन सकौं अनि ऊबाट फर्किन सकौं। योद्धा बनेर होइन, मायाको न्यानोपन बनेर। उसलाई युद्ध होइन, स्थिरता सिकाउन जुन मैले कहिले भोग्न पाइन। बुवा, मेरो पुकार सुनिदिनुस्।